यदि नेताहरूले साँचो मनले चाहे भने देशको विकास हुन धेरै समय लाग्दैन, तर चाहना मात्र होइन, त्यसलाई काममा उतार्ने साहस पनि चाहिन्छ। हामीले धेरै वर्षदेखि सुन्दै आएका छौँ, विकास हुन्छ, देश बदलिन्छ, तर अझै पनि धेरै ठाउँमा बाटो छैन, रोजगार छैन, अवसर छैन। किनकि बाचा धेरै भए तर कार्य कम भयो। देश बनाउने जिम्मेवारी केवल जनताको मात्र होइन, नेतृत्व गर्नेहरूको कर्तव्य अझ ठुलो हुन्छ। जब नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई प्राथमिकता दिन्छन्, त्यसबेला साँचो परिवर्तन सुरु हुन्छ। यदि भ्रष्टाचार अन्त्य गर्ने दृढ अठोट भयो भने देशको ढुकुटी सही ठाउँमा खर्च हुन्छ, स्कुलहरू राम्रो बन्छन्, अस्पतालहरू सहज बन्छन् र हरेक नागरिकले आफ्नो भविष्य सुरक्षित देख्न थाल्छ। आज हाम्रो युवा शक्ति विदेशिन बाध्य छ। आफ्नै देशमा अवसर नपाएर परदेशमा पसिना बगाइरहेका छन्। तर यदि सही नीति र योजना लागू भयो भने त्यही युवा शक्ति देशमै केही गर्न सक्षम हुन्छ। देश बदल्न ठुलो चमत्कार चाहिँदैन, चाहिन्छ इमान्दार सोच, स्पष्ट दृष्टिकोण र निरन्तर मेहनत। नेताहरूले यदि साँचो रूपमा जनताको आवाज सुने, त्यसलाई सम्मान गर्दै निर्णय गरे भने परिवर्तन टाढा छैन। हरेक सानो निर्णयले ठुलो असर पार्छ। आज गरिएको राम्रो कामले भोलिको उज्यालो भविष्य निर्माण गर्छ। हामी सबैले एउटा कुरा बुझ्नुपर्छ, देश हामी सबैको हो, तर यसको दिशा तय गर्ने शक्ति नेताहरूको हातमा छ। यदि त्यो शक्ति सही तरिकाले प्रयोग भयो भने नेपाल केवल विकासशील देश होइन, एक उदाहरण बन्न सक्छ, इमान्दारी, प्रगति र समृद्धिको। अब समय आएको छ बोल्ने होइन, गर्ने, बाचा गर्ने होइन, पुरा गर्ने। यदि नेताहरू जागे भने देश आफै अघि बढ्छ र त्यो दिन टाढा छैन जब हामी गर्वले भन्न सक्छौँ, यो देश साँच्चै बदलिएको छ।